दाल भात तरकारीहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। आज चाहिँ म चाहिँ गोठाला आएको होइन, अनि म चाहिँ बाख्रा चराउनु भनेर आएको। हाम्रो बाख्रा चाहिँ यहाँ छ। अनि देख्न सक्नुहुन्छ यहाँ पुसाई हुनुहुन्छ, यहाँ दिदी हुनुहुन्छ, जीवन दिदी। हेलो हाई भनिदिनु, हात देखाउनु न पुसाई। पुसाई यता हेर्नु, यता हेरिदिनु न। हेरी हो साबास, हेर्न सक्नुहुन्छ। मलाई क्यामेराम्यानले चिन्नुहुन्छ होला नि तपाईँहरूले होइन, मैले सधैँ हालिरहेको छु है। हाम्रो बाख्रा चाहिँ यहाँ पनि छ। अनि तलतिर हजुर हजुर यता पनि छ है। यहाँ केरा बारतिर गइरहेको, केरा फेरि एउटा मात्रै हो बुटो। अनि यहाँ गाई गोरुहरू छ नि, तपाईँहरू देख्न सक्नुहुन्छ। हेर्नु म दबाउँदिनँ के, यहाँ छ। म चाहिँ यता के अरे यता कता अरे घरहरूतिर आएको छु है। म चाहिँ हाम्रो अल्चल्दी दाइश्री यता पारीदेखि त्यसपछि म चाहिँ तपाईँहरूलाई चाहिँ अब काली गण्डकी देखाउनु हुन्थ्यो। काली हेर्नु थियो हो है, म बिर्सिसकेँ कि। एकछिन म तपाईँहरूलाई देखाउँछु काली गण्डकी पनि। म चाहिँ तपाईँहरूलाई देखाउँछु काली गण्डकी। म दौडेर आएको कि माथिबाट आएको नि दौडिँदै। फाइनली म चाहिँ यहाँ आइसकेँ तपाईँहरूलाई देखाउनलाई। काली गण्डकी यहाँ चाहिँ मर्लाङ जाने बाटो है। मान्छेहरू लैजाने के बोकेर लैजान्छन् यहाँबाट तल झरेर, यहाँबाट लैजान्छन्। त्यसपछि यहाँबाट गएर तल गएर पोल्छन् अथवा गाड्छन्। यहाँ छ काली गण्डकी, हेर्न सक्नुहुन्छ तपाईँहरूले। ऊ त्यहाँ अझै देखिन्न क्या। यो तलको चाहिँ काली के अरे नारायण टार हो है। त्यतापट्टिको नारायण टार हो। अनि अरू उतापट्टिको उमा फेरि ऊ छ के अरे बुलिङ टारको पुल छ। यता नारायण टारको पुल पनि छ। त्यसपछि यता फेरि बलिमरङ हो क्या, बलिमरङ हो कि के हो, बलिमरङै खै देखिँदै देखाएर बलिमरङ फेरि यता देखिन्छ होला सायद। एकछिन है, म चाहिँ यहाँ गाडी आएको छु। यताडि त्यहाँ अझै राम्रोसँग देखाएन बलिमरङको पुलहरू चाहिँ त्यता होला सायद। एकछिन है, बलिमरङ पुल चाहिँ खै मैले त देखेको छु, तर यो क्यामेरामा देखेन। अच्छा बलिमरङको पुल चाहिँ त्यहाँ उता हाम्बेसीतिर जाने अनि के अरे गैराकोट जाने बाटो पनि त्यतारि नै मिल्छ है। प्राइज हेर्न सक्नुहुन्छ हाम्रो काली गण्डकी। नभन है वज्रपात पर्यो, भोग्नै पर्छ भाग्यले जे गर्यो। बरु जुन तारा झै मन टाढा हुँदैछु, अन्तिम चोटि निर्माया। तपाईँहरूलाई यहाँ के चित्राको के को गुड देखाउँछ, त्यो बच्चा पनि छ है। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ कति राम्रो देख्नुभयो। के लायो र नि स्टोरी बन्ने त एउटा मात्रै गुण सम्झौ भर।